Hey guys, म चाहिँ यहाँ घरबाट निस्किनु लागेको आज। अनि तपाईहरुलाई चाहिँ पुरानो घरहरु देखाउनु पर्यो कोरियाको भनेर। अनि त्यसपछिबाट म चाहिँ आज टाढो जानु लागेछ के रे मेरो साउनीहरुले लाने भनेर। यो चाहिँ कोरियाको पुरानो घर, धेरै वर्ष अगाडिको घर हो। यो चाहिँ कोरियाको मान्छेहरुले चाहिएर पनि भत्काएको छैन कि, किनभने यो चाहिँ पछिको लागि लाइक म्युजियम जस्तो टाइपको राखेको होला, साइज राखेको। अनि चाहियो भने त उहाँहरुले भत्काउन सक्छ। अनि पहिला चाहिँ कोरियामा पनि यस्तो बनाउँदा रहेछ के, ढुङ्गाको घर बनाउँदा रहेछ। अनि त्यसपछिबाट अहिले पनि स्टिल यता चाहिँ मान्छे बसेको छ, किनभने ग्यासहरु सबै छ नि त। त्यो भएको भएर बुढो पाका मान्छेहरु बसेको छ। यो चाहिँ कोरियाको धेरै वर्ष अगाडिको घरहरु चाहिँ यस्तो हुँदो रहेछ गाइस, हैन। यो चाहिँ उहाँहरुले चाहिँ किन नभत्काएको भन्दाखेरि चाहिँ यो घरहरु चाहिँ धेरै वर्ष अगाडिको, अहिले त नयाँ सबै निस्किसकिसक्यो नि अहिले त। अनि त्यही कारणले पनि यो चिनोको लागि पनि राखेको अरे भनेर सुनेको थियो मैले चाहिँ, हैन। अनि बनाउन त सक्छ उहाँहरुले नयाँ घर त, किनभने यस्तो कोरिया जस्तो ठाउँमा। तर पनि यस्तरी राखेको छ पहिलाको घरहरु। यहाँ पनि मान्छे बस्छ। यो पनि धेरै पुरानो घर हो। पहिला यस्तो थिएछ कोरियामा घर। सेम हाम्रो नेपालमा गाउँघरतिर कस्तो घर छ कि, यहाँतिर कोरियामा पनि यस्तो चढेर हिँड्छ बुढाबुढीले। अनि यस्तो छ हैन माटोको घरहरु। अनि अब चाहिँ म तपाईहरुलाई